Malaysia, and it's me Dinesh Nepali all the way from Senja living in Pokora. Hope you guys all are fine. म पनि एकदमै सन्चै छु। आजको भ्लग फाइनली सुरु हुँदैछ गाडीबाट। मैले नेपाल आएको 15-20 दिन हुन लाग्यो हैन, अनि 15-20 दिनमा मैले धेरै कन्टेन्टहरु पोस्ट गर्छु, यताउता के गर्छु भन्ने सोचिरहेको थिएँ, तर त्यो सक्सेस चाहिँ हुन पाएन। सक्सेस हुन नपाउनुको कारण चाहिँ अब नेपालमा अब त्यही त हो, जे कुरामा पनि प्रब्लम आउने, समस्या आउने, अब लङ टुरहरु जान्छु भनेको थिएँ। लङ टुरको लागि लाइसेन्स चाहियो, नयाँ लाइसेन्स चाहिँ रिन्यू फेल भएको थियो। अब त्यही रिन्यू फेल भएर त्यसलाई चाहिँ रिन्यू गर्नको लागि यति झमेला यति बेर्नु पर्यो कि नेपालको कानुन दै भने जानु भने जस्तै अब पैसा नदिउन्जेलसम्म काम नहुने, पैसा दिइसकेपछि चाहिँ फट्ट काम भइहाल्ने। अब छुट्टी पनि धेरै छैन। आज चाहिँ म मेरो फ्यामिली भएर गोइङ एउटा सानो स्मल ट्रिपमा, मेबी अब हामी चाहिँ सेङ्जा जान्छौँ होला। अनि अहिले चाहिँ म गाडी लिएर अब पेट्रोल हाल्छु, अनि घर गएर फ्रेस भएर चिया पानी गरेर अनि हामी चाहिँ फ्यामिलीहरू सबै भएर लाग्छौँ सेङ्जातिर है त। सी यू गाइस। ल अब चाहिँ बिस्तारै बिहा जस्तो सुत्या थियो त्यस्तै छ, मिलाएको चाहिँ छैन। अब हामी रेडी हुन्छौँ अनि हामी चाहिँ लाग्छौँ सेङ्जा। मम्मी र भान्जी जाँदैछन् अनि लङ जर्नी हुँदैछ, तर अलिक मौसम फेरि लास्टै बिग्रेको जस्तो भइहाल्छ है। अहिले हेर्नु पुरै बादल कुहिरो लगाएर खत्तम भइरह, तर केही छैन। आउनु एकदम स्लो रहन्छ हामी। अब बाटोमा के हुन्छ कस्तो हुन्छ सबै भ्लगिङ मेरो बहिनीले रिपोर्ट गर्छ, जति हुन्छ जति राम्रो बनाउन सक्छु त्यति नै बनाउँछु। यति भन्दै अब जर्नीमा भेट्नु जस्तो लाग्छ। आज कहाँ जाने रे हामी? को जाने रे? मामा, मामु, मामु। को जाने रे? वाउ, वी फ्यामिली। मामा, मामा, मामी, बुढा बाबा, बुढो बाबा होइन, ल भर्खरै घरमा आइयो। गाडी त्यहाँ पार्क गरेको छौँ है चट्ट पारमा। अब हामी फ्यामिली रेडी हुन्छौँ अनि त्यस पछाडि मौसम फेरि आज यस्तो बवाल भइरहेको क्या, पानी परेर चिप्लो अनि आँगन यस्तो छ। मम्मीले तरकारी राख्नलाई खानालाई के जुगाडहरू गर्नुभएको छ। यस्तो छ मेरो टोल है, यस्तो छ। म अहिले मेरो घरमा छु। अब एकछिनमा हामी रेडी हुन्छौँ अनि गुड टु गो है त। ल सेव रेडी हो? हाउ एक्साइटेड? एकदम धेरै। कति सालपछि त्यो जानु भयो श्रीलङ्का जानु? हामी आफ्टर 6 इयर्स। 6 इयर्स हैन? 6 भन्दा धेरै। यो को हो? को हो यो? प्रोजेक्ट काम के अरे? को हो तपाईँ? होइन आज टुरिस्ट आउने प्रोजेक्ट टुरिस्ट। टुरिस्ट हो? ल हिँड्नु त। ल है कत्रो हुनुभयो तपाईँ? ल हिँड्नु त, लुख्रो हिँड्नु त। ल म चाहिँ निस्केको, भान्जी यता छन् पछि लगाइराख्छु। अब हामी सेङ्जा जाँदैछौँ। मौसम अझै पानी खेलिरहेको जस्तो छ। मेरो गाडी गुड टु गो। हजुर कहाँ गएको अरे? चलो तपाईँ पछि बस्नुहोस् है, पछि बस्नु है। ओए के अरे अहिले? मम्मी रेडी हो? को अगाडि को बस्छ? अगाडि आउनु। ओके यहीँबाट बस्नु। ल बाई भन्नु।
खोल्नु मामी खुल्छ आफू Ready. लडिक छ नर्भस नभइकन बस्नुहोस् है मम्मीले ल बिस्तारै जाने तर राम्रोसँग जय श्री राम चलो मम्मी के भन्नु छ अरू केटाहरू बहिनी के भन्नु छैन हामी एक्साइटेड हुनुहुन्छ कि हुनुहुन्न एकदम धेरै एक्साइटेड छौँ खुसी हुनु पर्ने नि किन नर्भस भइरहेको मम्मी फेरि त्यसै छु ल चलो चल्दै हाँ चलो चलो जाम है त ओके त्यही त मम्मीको बेस्ट फ्रेन्ड छँदैछ नि त हामी जाँदैछौँ आज स्याङ्जा अहिले हामी आइसक्यौँ कालीमाटी ड्राइभर दाईलाई हेलो ड्राइभर दाई मम्मी अगाडि हुनुहुन्छ मम्मीको अनुहारबाट कालो उदासी भइरहेको रोजु यता हेर सानो तिम्रो ड्याडी कहाँ हुनुहुन्छ अरे कसले भनेको नि हो ओके छ त हो अब हामी कहाँ जाँदैछौँ आज वालिङ कसलाई भेट्न अनि अरू अरू आजी कसैलाई बिर्स्यौ क्या हो भगवानले फोटो काटिदिनु भयो सबैले ल भालुपाडा आयो गाइस बल्ल बल्ल रिकर्डै नभएर चाहिँ त्यत्रो रिकर्ड गरेन रिकर्डै नभएर चाहिँ भालुपाडा अब अहिले देखाउनु हुन्थ्यो फेरि यहाँ सबै आत्तिरहन् मम्मीहरू भान्जीले नि फेरि अलिकति बिरामी सुन्नु वाकेको वाके हाम्रो भान्जीले अब हामी चाहिँ अहिले भालुपाडमा सरर चलिरहन् कति टाइम लाग्यो हामीलाई यहाँ आउन मम्मी 1 घन्टा पोखराबाट भालुपाड 1 घन्टाको यात्रा छ है बाटोहरू कुनै ठाउँमा राम्रो छ कुनै ठाउँमा बाटोहरू राम्रो छ कुनै ठाउँमा फेरि यस्तै छ फेरि पानी परेर बाटोहरू सबै चिप्लो छ हाम्रो मम्मी चाहिँ अझै पनि डराइरहनु भयो यहाँ किन डराउनु बहिनी चाहिँ चिल छ जस मेरो बहिनीले चाहिँ जस मलाई चाहिँ पहिला पहिला माया गर्दैन जस्तो लाग्थ्यो आज मैले नेपाल आएछु खोइ के भयो किन्ने रिसुरी लागेको छ अब भान्जीले त गरिहाल्छ नि अब हामी एकछिनमा यहाँ चाहिँ टपरेमा खाजा खान्छौँ अनि खाजा खाएर हामी लाग्छौँ स्याङ्जातिर है त स्याङ्जा चाहिँ पासपोर्ट बनाउन जाने हामीहरू पासपोर्ट बनाएर आइन्छ है त ल गाइस भर्खरै चाहिँ म भालुपाडा आइसकेँ है भालुपाडा आएँ अनि भालुपाडा भन्दा एउटा नागडाँडा भन्छ होला सायद अनि यहाँ छु म गाडी यहाँ छ मम्मीहरू उता खाजा खाने भनेर जानुपर्छ गाडी चाहिँ बाटोखेरि लास्टै ध्वस्त रहेछ कि ध्वस्त रहेछ अब यहाँ चाहिँ थोरै समस्या टायरहरू सबै बवाल छ होइन ल त्यो भालुपाडा यस्तो छ रमाइलो छ म चाहिँ अब खाजा खान्छु पहिला खाजा खाएर अनि हामी चाहिँ उता जान्छौँ है त ल मम्मी के खाँदै हो यो कस्तो लागिरहेछ त नि छोरासँग परू आपको कैसा लग रहा है भाई साहब कैसा लग रहा है आपको भाई साहब कितना बार वॉमिट किया आपने नेपाली नेशनल फूड है ना हिंदी में बात करते हैं आप और मैं आप किधर है अभी यो ठाउँबाट हामी मामालाई म जन्मेको ठाउँमा जानु मिल्छ नि थाहा छ गाउँको घर के अरे यो चाबीले
चाबीले खोल्ने हो है मामाको घर यहाँबाट तल जाने हो है हाम्रो गाडी आयो ल यता बढ्छ नि है यता हुन्छ यो अठाउनु यो अनि खुल्छ यता ओके गाडी खुल्यो ल अब भमिट नगरिकन बस्ने है अब जाने है ल बस हामी अहिले नाउडाँडाबाट सेक्जाको लागि हिँड्दैछौँ यता मम्मी बस्नुभएको छ यता ड्राइभर चाहिँ यता पुन्डुङ सुत्नुभएको छ हामी यस्तो बाटो हिँड्दैछौँ नेपालको बाटोमा सुधार कहिले आउँदैन वेदर चाहिँ एकदम राम्रो छ आजको राम्रै भइरहेछ वेदर चाहिँ जिल्ला कार्यालयमा छौँ हामी चाहिँ दाइको लाइसेन्सको प्रोसेसमा आएको मेरो पुन्टुली छोरी यहाँ छ है स्याङ्जाको जिल्ला कार्यालय यस्तो छ मम्मी मेरो छोरी चाहिँ यसरी बसिरहेको हालहाली चाहिँ अनि म चाहिँ अहिले स्याङ्जामा आएको हामी चाहिँ ल फाइनली हामी चाहिँ अहिले वार्लिङ पुग्यौँ वार्लिङमा साथसाथै बस्ने जस्तै अनि धेरै गरिदिने मान्छे त्यही छ मम्मीलाई यहाँ अगाडि राखेको छु होइन मम्मीलाई हाम्रो मेरो मम्मी प्लास्टिक सोझी केही थाहा छैन क्यामेरासँग पनि आउँदैन बहिनी चाहिँ त्यहाँ अब त्यहाँ आन्टीहरूलाई फलफुलहरू किन्दैछ हामी अब एकछिन अब 10 मिनटमा त्यहाँ पुगेर म गाडी फेरि बाटो जस्तो खरेर पुग्नु घाटो जस्तो अनि भ्लग बनाउनु लागि अब जस्तो कस्तो हुन्छ नानी यसको लागि भए पनि हालिदिन्छु मम्मी पनि खाइदिँदै म आफै पनि खाइदिइसकेँ लास्टको फाइनली गाइस म आएँ वर्लिङ है त म चाहिँ अहिले ठ्याक्क वर्लिङमा छु वर्लिङमा चाहिँ मेरो आजको घर छ होइन आजको घरमा चाहिँ हामी आजले भेट्ने भन्न आएको एक्चुअली हाम्रो चाहिँ खास हाम्रो काम भनेर चाहिँ स्याङ्जामा थियो अब त्यही पासपोर्ट सम्बन्धी अरू परिचय पत्र के नयाँ नयाँ सिस्टम आएको छ त्यो सम्बन्धी त्यहाँ लाग्दै थियो अब कर्मचारीको सृष्टि पनि त्यस्तै हो बल्ल तल्ल त्यहाँ काम सकेर हामी चाहिँ यहाँ आजकोमा आएको छौँ हामी अनि वर्लिङ चाहिँ यस्तो छ है शान्त रहेछ म पनि फर्स्ट टाइम आएको आइपुगेर मेरो मम्मी बहिनीहरू आइरहेको थियो अनि यहाँ चाहिँ तपाईँको कृषि विकास रहेछ अनि हामीले चाहिँ गाडी चट्ट पारमा यहाँ पार्क गरेका छौँ अब एकछिन आजसँग बसेर खानासाना खाने अनि आजसँग लक गर्ने अनि बेलुका चाहिँ हामी फेरि पोखरा भन्छौँ पोखरा हामीले यहाँबाट 3 घन्टाको ड्राइभ रहेछ तर बिस्तारै आयो बाटो कुनै ठाउँमा राम्रो कुनै ठाउँमा त्यस्तै थियो हामी चाहिँ यहाँ औषधी चोर्न आएको मेरो बहिनी र म अर्ग्यानिक औषधी पाउँदो रहेछ यहाँ मेरो भान्जीलाई मन पर्दो रहेछ छोरी भान्जीको लागि चाहिँ अर्ग्यानिक औषधी भन्छ होइन अर्ग्यानिक औषधी चाहिँ टिपेर हामी भान्जीलाई खुवाउन दिनेछौँ तर यस्तो दामी फल्यो रहेछ है दामी फल्यो रहेछ म खिच्छु भान्जीलाई दिन्छु तर के भन्दैन होला नि होइन सरकारी त होला नि होइन हाम्रो आजको घर छिटो
काजल बहिनीलाई मेसेज जाओस् ल काजल हामी तिमीलाई एकदम मिस गरिरहौँ होइन तिम्रो घर आएर मलाई तिम्रो कमी एकदम धेरै फिल भइरह ल बहिनी ल तिम्रो लागि पनि औषधि पुग्दैछु निचेमा धेरै नबस्छ छिटो आऊ यहाँ अर्की नक्कली यत्रो भइसक्यो त्यसले खानु है नेपाल फर्स्ट टाइम है फर्स्ट टाइम है ल पसन्द भयो कस्तो छ खानु पऱ्यो चबाउनु त अमिलो रहेछ क्या अमिलो खा खै यता हेर्नु त कस्तो लाग्यो अरे कस्तो लाग्यो मिठो हो ऐसेलु यसलाई भन्छ ऐसेलु तिमीले देखेको चटपट कस्तो छ मम्मी अमिलो है कस्तो मिठो भयो उहाँको है कसले बनाएको खास कासिकाले 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 काटेको मैले अमिलो रहेछ पुरा चटपटे भयो आज मेरो भिडियो हेर्नुभयो कि भन्नु तपाईँले हो सब्स्क्राइब गर्नुहोस् पोखरामा सब्जी नभएर आजको घर सब्जी चोर्न आँखौँ अब यहाँबाट के पाइन्छ मेरो फ्यामिली कस्तो राम्रो कि आज वेदर होइन बिहान पानी परेको थियो त्यो के अरे पर्मिला मनसाङकोट है त ल पुरै जुम हानिदिँदो रहेछ नि त ल बस्तीहरू पनि राम्रो रहेछ चारैतिर हरियाली खेतीपाती बढी हुने रहेछ यो ठाउँमा हामी पनि अब केही ताजा तरकारी टिपेर अनि हामी लाग्नेछौँ पोखरातिर म चाहिँ भने बहिनीको चप्पल लाछु आज के फले हो करेलाहरू यस्तो सानो करेलाहरू ल हाम्रो आजको बारीमा आयौँ हामी बारीमा आउने बाटो चाहिँ यस्तो छ बाटो चाहिँ नर्मल छ तर राम्रै छ दिदीबहिनीको गफ कहिल्यै पनि भइँदैन गाडी बस्नु गाडी बाबु कटेर अहिले चाहिँ स्याङ्जाको बाटो जाँदैछौँ अब हामी बेलुका 8-9 बजेतिर काठमाडौँ पोखरा पुग्नेछौँ वेदर एकदम राम्रो छ पानी खोला जस्तो भइरहेछ दाइबाट अहिले कस्तो लागिरहेको आज भोपाल प्रचुर मामुलाई
मलाई त तिमीहरूसँग यो मेमोरिज भयो होइन भोलि उता गएर टाइम नभएको बेलामा हेर्नु हजुरलाई पो कसरी छोडेर जाने हो हाम्रो यो हो मिनी भालु पहाड हामी चाहिँ रफ्तार छौँ हामी 1 घन्टामा 83 देखि हामी भालु पहाड 1 घन्टामा आइसक्यौँ अब हामी पोखरा पुग्न 25 मिनट जति लाग्ला गाइज अब हामी आउन त के लाग्यो भने हामी अहिले भालु पहाड क्रस भइसक्यो बाटो चाहिँ यस्तै छ खचङ खचङ यस्तो लाइट पनि हालेको छ अहिले यहाँबाट जाने अब पोखरातिर लाग्यौँ अब नाइटमा बिस्तारै जाँदैछौँ फ्यामिलीहरू यता छन् भान्जी यतादेखि मैले चाहिँ बिस्तारै चलेर हो अब हामी आधी घन्टामा सायद पोखरा पुग्छौँ अनि त्यस पछाडि चाहिँ खाना टन्न छ हामीहरूको खाना चाहिँ पर्दैन ब्लग के कस्तो भयो थाहा भएन तर राम्रो चाहिँ बनेन किनभने सिनेमेटिक सर्ट्सहरू पनि भएन कि बहिनीले अब अलिअलि गरेका छन् मम्मीलाई फेरि यहाँ क्यामेरा समात पनि नआउने भान्जी बिरामीको बिरामी वाकेको वाके अब हामी बिहान हिँडेको बिहान कति बजी हिँड्नु थियो मेरो भने हामीहरू बिहान कति बजी हिँडेको अरे 9 बजी अहिले कति बजी पऱ्यो 7:30 भयो 7:12 हामी लगभग 8 बजी पुग्छौँ मामा चाहिँ खतरै हो कि पर्छ के भन्नु छ सिस्टर केही भन्नु छैन कस्तो भयो यात्रा एकदम रमाइलो मम्मीलाई कस्तो लाग्यो रमाइलो लाग्यो छोरासँग कति वर्षपछि घुम्नु आएको अरे 5 वर्ष त्यही त 8 महिना 8 महिना 8 वर्ष 8 महिना अब फेरि कहिले हो बुहारी कहिले हो बुहारी त आज ल्याउनु पाए भेट्टा ल्याइहाल्ने भने बुहारी कोही त त्यही त मेसै मिलेन भन न हजुर हो बुहारी म पनि बुहारी हो को बुहारी बर्जु ए अनि मामालाई माइजू खोइदिने खोइ मामाको माइजू कुन्नी भन न कहाँ हो भन अनि मामालाई माइजू नदिने प्रजुले ओ माई गॉड पोखराको भ्यू अब हामी पोखरा एराइभ हुन लागिसक्यौँ मामा र नातिनीको कस्तो भयो यात्रा राम्रो भयो राम्रो भयो मैले वाक्य भन्नु लाग्यो तपाईँको घर कहाँ हो थाहा अनि हामी अहिले कहाँ छौँ अरे बोल्छौँ वालिङबाटै घर जाँदैछौँ है वालिङ कसकोमा थियौँ अरे हामी हजुरलाई कस्तो लाग्यो त नि मलाई भगवान्ले भने तिम्रो खुसी म त्यसै खुसी यस को मान्छे बिन्दास हिँड्दै फेरि रौसी खानु बिन्दास अब हामी चाहिँ ठ्याक्क पोखरा पुग्न लाग्यो बिहान हिँडेको मान्छेहरू अहिले चाहिँ सकुशल तर नन स्टप हानियो क्या वहाँबाट है ब्रेक लिउँ भने पनि तिम्रो मान्दै मान्नु
रात पर्यो नि त अब त्यो भालुपाडामा चाहिँ मलाई त्यो चटपटी देखेर चटपटी खानु त मन लाग्यो लाग्यो अँ के अनि भन्न पर्दैन त चटपटी मिठो हुन्छ अस्ति हामीले मिना दिदीहरूसँग आउँदै खाँदा त्यही त अँ यहाँको बाटो चाहिँ बनाउँछ क्या कस्तो ग्रेट ग्रेट थियो अस्ति हामी आउँदाखेरि त्यो पुण्डीको जाने बाटो बनायो कि नि त्यो मन्दिर जाने बाटो दामी वहीँसम्मै पिच्छ क्या अनि त्यो माथि त्यो पैसा के कुराको पैसा लिन्छ चार्ज त्यो पार्किङ लिन्छ पार्किङको त लिन्छ है पार्किङ लिन्छ ओहो चिसो नेपालको बाटो हेर्नुहोस् है साथीहरू माथि जाँदा पनि टिकट लाग्दो रहेछ पहिला त्यो बिगा उसले गर्नु पर्थ्यो नि त कुमार दाइले कुमार दाइको थियो त्यो पहिला अनि त्यो दाइले बेचेर तल जानुभएको क्या मैटेलसर जानुभएको क्या अनि मैले अस्ति त्यो भनेको थिएँ नि हजुरलाई हाम्रो पोखरा कति बजी हिँड्यौँ हामी 6, 7, 8 2 घन्टामा आयौँ 2 साढे 2 घन्टा लाग्यो होला हामी त फाइनल्ली पोखरा आइसक्यौँ ल हामी हाम्रो घर जानको लागि अब मात्र 2 मिनटमा हामी घर पुग्छौँ है त हाम्रो घर आउन लाग्यो हाम्रो घरको बाटो हेर्नुहोस् यस्तै छ ब्लगर हाम्रो ब्लगर यात्रा बवाल भयो है भिडियोहरू त्यति राम्रो बनाउन सकिनँ त्यही पनि म पोस्ट चाहिँ गर्छु है अन्यथा नलिनु होला सो अफ गरेर यताउता भनेर गाडी चलाउनुमा यति व्यस्त भयो कि अब मम्मी फ्रन्ट सिटमा बस्नु भएको थियो अनि म अहिले चाहिँ गाडी धुन जाँदैछु अनि मम्मी फ्रन्ट सिटमा बस्नु भएको थियो अनि मम्मीलाई फेरि त्यति अब हस्बेन्ड त फोन चलाउने आइफोनको यता त त्यति आएको थिएन फेरि भान्जीलाई अस्ति बिरामी भयो कि अनि फेरि भान्जीलाई फेरि पढ्नु लाग्यो बहिनीले बाहिरबाट उता पछाडि राखेर हेरचाह गर्दा उ भयो म गाडी चलाउन व्यस्त भएँ सोचे जस्तो भ्लग चाहिँ बन्दै बनेन के केही न केही मिस्टेक त भइ नै हाल्छ तर केही छैन थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो तिमीहरू भिडियोमा के राम्रो लाग्यो के राम्रो लागेन प्लिज डु कमेन्ट यति भन्दै आजको भ्लग यहीँ सकिन्छ थ्याङ्क यू सो मच एन्ड अब सी यू नेक्स्ट भ्लग अब नेक्स्ट भ्लगमा के हुन्छ थाहा होइन तर हेरिदिनु होला म चाहिँ अब ग्यारेज जान्छु अनि गाडी धुन्छु अनि गाडी धोएर गाडीलाई चाहिँ राखेर अनि म पनि एडिटिङ गर्छु या सुत्छु थाहा भएन त्यो कुरा त्यति भन्दै यहाँसम्म हेरिदिनु भएको छैन कमेन्ट गरिदिनु होला भिडियोमा के अब मैले त्यस्तो केही इन्फर्मेटिक्स भ्लगै भएन इन्फर्मेटिक्स केही दिन पनि सकिनँ पर्सनल्ली म चाहिँ आफ्नो पर्सनल कामले गएको थिएँ त्यहाँ सेन्जा होइन त्यो काम हुन थोरै टाइम लाग्यो पक्का हुन भयो अब त्यस्तै छ है ल थ्याङ्क सो मच गाइज फर वाचिङ दिस भिडियो टिल भिडियोमा के राम्रो लाग्यो के राम्रो लागेन प्लिज डु कमेन्ट यति भन्दै म दिनेश नेपाली साइन अफ है ल सी यू नेक्स्ट भिडियो बाइ